नमस्ते साथीहरु, स्वागत छ अर्को भिडियोमा। 2025 फेब्रुअरीदेखि मलेसिया गभर्नमेन्टले 1700 बेसिक हुनुपर्छ है सबै कामदारको भनेर लागू गरेको थियो। धेरैजसो कम्पनीले 1700 बेसिक दिइरहेको छ भने कति धेरै कम्पनीहरूले चाहिँ दिएको अवस्था छैन। यदि तपाईहरुले पनि 1700 बेसिक पाइराख्नु भएको छैन र तपाईहरु मलेसियामा रहेको नेपाल एम्बेसीलाई, नेपाल राजदूतावासलाई तपाईहरु सम्पर्क गर्न चाहनुहुन्छ भने यस्तो फर्म उपलब्ध गराएको छ। र एउटा खुसीको कुरा के छ भने यो फर्ममा तपाईहरुले आफ्नो विवरण भर्नुहुन्छ भने त्यो सबै तपाईहरुको नाम, पासपोर्ट नम्बर सबै गोप्य राखिनेछ र जुन एक्सन लिनुपर्ने हो नेपाल एम्बेसीले आफै लिनेछ। र त्यस्तो अवस्थामा साथीहरु तपाईहरुले यो फर्म कहाँ पाउन सक्नुहुन्छ र कसरी यसलाई भर्न सक्नुहुन्छ सबै कुराको जानकारी यो भिडियोमा दिनेछु। साथीहरु अब कुरा गरौँ तपाईहरुले यस्तो फर्म कहाँ पाउन सक्नुहुन्छ र कसरी यसलाई तपाईहरुले भर्न सक्नुहुन्छ। म सजिलो तरिकाबाट तपाईहरुलाई मोबाइलमा सिकाउने छु र त्यसका लागि म तपाईहरुलाई मोबाइलमा लिएर जान्छु। अहिले म मोबाइलको स्क्रिनमा आइसके साथीहरु। सुरुमा त्यो फर्म भर्नको लागि फेसबुक एप्लिकेसनलाई यसरी ओपन गर्नु होला। ओपन गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ एम्बेसी अफ नेपाल मलेसिया भनेर लेखेको छ। यसलाई सर्च गर्नु होला र यो प्रोफाइललाई ओपन गर्नु होला। त्यसपछि साथीहरु यसको अलिकति तल जानु होला। म यसरी तल सर्काउँदै छु अहिले र यहाँ तपाईहरुले पढ्न सक्नुहुन्छ साथीहरु। यहाँ तलब RM 1700 नपाएको गुनासो कृपया तल दिएको लिंकमा गएर फारम भरी जानकारी पठाउनुहोस् भनेर यहाँ लेखिएको छ साथीहरु। यसमा चाहिँ क्लिक गर्दिनु होला। यो खुलिसकेपछि यहाँ तपाईहरुले माथि पढ्न पनि सक्नुहुन्छ। नेपाली श्रमिकको तलब बारे समस्या कृपया गुनासो फारम भर्नुहोस्, नाम गोप्य राखिनेछ भनेर लेखिएको छ साथीहरु। अब यो फर्म भर्नका लागि साथीहरु तपाईले ध्यान दिनुपर्ने कुरा के छ भने यसमा जुन नाम तपाईहरुको पासपोर्टमा छ त्यही नाम राख्नु होला। राहदानी नम्बर मागेको छ, यो राहदानी नम्बरमा पनि तपाईहरुको पासपोर्ट नम्बर राख्नु होला। म तपाईहरुलाई देखाउँछु साथीहरु। यसमा श्रमिकको नाम भनेको छ, यसमा तपाईको नाम जुन पासपोर्टमा छ जस्ताको त्यस्तै राख्नु होला साथीहरु। अनि त्यसपछि यहाँ श्रमिकको राहदानी नम्बर छ, यसमा पासपोर्ट नम्बर राख्दिनु होला। अनि यहाँ चाहिँ साथीहरु देख्न सक्नुहुन्छ श्रमिकको सम्पर्क नम्बर छ, यसमा फोन नम्बर राख्दिनु होला। आफ्नो फोन नम्बर, जुन फोनमा तपाईहरुको कल लाग्छ त्यो फोन राख्नु होला। जुन फोन नम्बर बन्द भएको छैन। मलेसियामा साथीहरु समस्या पनि हुन्छ, तपाईहरुलाई सम्पर्क गर्न सजिलो होस् जुन सिमले काम गर्छ त्यही नम्बर यहाँ राख्नु होला। अनि त्यसपछि साथीहरु यसमा चाहिँ कम्पनीको नाम राख्दिनु होला। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ, म तपाईहरुलाई फेरि देखाउँछु। यसमा कम्पनीको नाम राख्दिनु होला जुन कम्पनीमा तपाई काम गर्दै हुनुहुन्छ मलेसियामा। अनि त्यसपछि साथीहरु यसमा चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ कम्पनीमा कार्यरत वर्ष, तपाईले कम्पनीमा काम गर्न लागेको कति वर्ष भयो त्यो सबै यसमा लेख्नु होला। अनि त्यसपछि साथीहरु यहाँ देख्न सक्नुहुन्छ कम्पनीको सेक्टर। अब यो भनेको एकदमै इम्पोर्टेन्ट छ साथीहरु। अब यहाँ चाहिँ सर्भिस सेक्युरिटी गार्ड तपाई के डिपार्टमेन्टमा काम गर्दै हुनुहुन्छ हैन त्यो डिपार्ट चाहिँ यहाँ खुलाउनु होला। यहाँ तपाईहरुले मजाले पढेर खुलाउनु होला। तपाई क्लिनरमा काम गर्दै हुनुहुन्छ कि सेक्युरिटीमा काम गर्दै हुनुहुन्छ कि मार्केटमा सुपरमार्केटमा काम गर्दै हुनुहुन्छ कि एग्रिकल्चरमा काम गर्दै हुनुहुन्छ कि रेस्टुरेन्ट होटलमा काम गर्दै हुनुहुन्छ, कुन डिपार्ट हो त्यो डिपार्टमेन्टमा तपाईहरुले टिक लगाउनु होला साथीहरु। टिक लगाउनको लागि जस्तै उदाहरणको लागि तपाईहरु सेक्युरिटीमा काम गर्नुहुन्छ भने यसरी यसमा टिक लगाइदिनु होला साथीहरु। टिक लगाइसकेपछि साथीहरु तल तपाईहरुलाई केही प्रश्न सोधिन्छ, यो प्रश्नको जवाब तपाईहरुले दिनुपर्ने छ, त्यसमा पनि टिक लगाउनु होला साथीहरु। यहाँ लेखिएको छ साथीहरु के तपाईको न्यूनतम मासिक तलब 1700 भएको छ छैन। तपाईहरुको भएको छ भने 6 मा टिक लगाउनु होला र छैन भने तपाईहरु प्रायः छैन मा टिक लगाउनु होला। तपाईहरुको भएको छैन त्यसैले तपाईहरु यो फर्म भर्दै हुनुहुन्छ। अब साथीहरु तल फेरि सर्काउँदा के तपाईको कम्पनीले बैंक खाता खोलेको छ छैन, यसमा पनि तपाईहरुको कम्पनीले बैंक खाता खोलेको छ कि छैन साथीहरु त्यसमा टिक लगाउनु होला। खोलेको छ भने 6 मा टिक लगाउनु होला, छैन भने छैन मा टिक लगाइदिनु होला। अनि त्यसपछि साथीहरु के तपाईको कम्पनीले मासिक तलबको पत्र दिन्छ दिदैन। अब मलेसियामा के हुन्छ त भन्दा साथीहरु तपाईहरुको सेलरी सँगसँगै मासिक रूपमा स्लिप पेपर भन्छ यता हैन, त्यो स्लिप पेपर पनि दिन्छ। त्यो तपाईहरुलाई दिन्छ कि दिदैन मासिक तलब पत्र, त्यो यसमा दिन्छ भने दिन्छमा टिक लगाउनु होला, दिदैन भने दिदैनमा टिक लगाइदिनु होला। अनि त्यसपछि साथीहरु यो सबै विवरण तपाईहरुले भरिसकेपछि अनि त्यसपछि यो सबमिट भन्ने अप्सनमा क्लिक गर्दिनु होला। यसमा क्लिक गरिसकेपछि साथीहरु यो सिधै मलेसियामा रहेको नेपाल एम्बेसीमा जान्छ। नेपाल एम्बेसीमा गइसकेपछि साथीहरु पछि के प्रोसेस हुन्छ त्यो सबै नेपाल एम्बेसीले आफै गर्छ साथीहरु। तपाईहरुले जति विवरण राख्नु भएको छ आफ्नो नाम, पासपोर्ट नम्बर त्यो सबै तपाईहरुको के हुन्छ त भन्दा गोप्य हुन्छ साथीहरु। त्यसैले ढुक्क हुनु होला र तपाईहरु यसमा चाहिँ फर्म यसरी फर्म भरेर
तपाईहरुले नेपाल एम्बेसीलाई फर्म भर्न सक्नुहुन्छ साथीहरु आजको भिडियो तपाईहरुलाई के कस्तो लाग्यो केही सुझाव सल्लाह भए तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला र नबुझेको कुरा पनि कमेन्ट गर्नु होला। अर्को भिडियो लिएर छिट्टै आउनेछु। तबसम्म सुदूर बिहानी युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरी छेउमा रहेको घण्टीलाई थिच्न नबिर्सिनु होला। हस्त साथीहरु बिदा हुन्छु। नमस्कार। जय नेपाल।